हेलो गाइस, नमस्ते दर्शन। अनि आज फेरि हामी अब आज चाहिँ बजारतिर घुम्न आज बजार निस्किया छौँ तल। आज धेरै घुमाइ हुन्छ के यस्तो लाग्छ। यहाँ दाइरामा छौँ। अनि आज चाहिँ बाइकमा फेरि अब कहिले यस्तै कहिले हिँड्दै कहिले बाइकमा कहिले कहीँ जिन्दगी यस्तै छ, डामाडोल छ। अनि अब के हो थाहै छैन। हामी चाहिँ अहिले घुम्न तलतिर गइराख्नु अब तलबाट घुमेर जानेहरू माथि। अनि आज एकछिन फेरि क्रिकेट त हामी छोड्दैनौँ, एकछिन खेल्छौँ। अहिले अब 4 बजे हो, 4 बज्नु आयो होला। 4 बजे गएर पछि हामी फेरि माथि 5 बजीतिर माथि गएर अनि कोठा आएर फेरि खाना पकाउनुपर्छ। यहाँ हाम्रो दाइ हुनुहुन्छ, हाई गरिदिनु न दाइ, हाई गरिदिनु है। यस्तो छ यस्तै सुतेर अनि हाई गरिदिनु भने सुतेर बिजोग। अनि हामी चाहिँ यस्तै छ, तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। त्यतातिर हामी त सन्चै छौँ भनौँ यता पनि। अब क्लास चाहिँ बिहान थियो, आज अब साँझमा सकिसकेको छ आजभोलि त। अब फेरि सुरु हुन्छ अर्को क्लास, सुब्बाको सुरु हुन्छ। हामी चाहिँ आज बाइकमा फेरि बाइकमा काम त यस्तै हो, डेली कहिले कतै एक्लो जिन्दगी यस्तै गर्छन् सधैँ। के गर्नुहुन्छ त फेरि सिना जस्तो मान्नुभयो क्या दाइ? सिना जस्तो लाग्यो के पनि हाँस्छन् फेरि मान्छे। के होला यस्तो बाइक फेरि अलिक हिँड्नु न हामी। बाटो हेर्नु के मान्छे। अहिले चाहिँ मासु पकाउनु लाग्यो गाइस। अनि त्यतातिर के छ मेरो त ठिकै छ। अहिले भर्खर आएँ तल खेलेर, अहिले चाहिँ मासु बनाउँदैछु। झ्याउ लाग्छ कि सधैँ भान्सा बस्छ। अनि आज अब अहिले पकाएपछि भोलि हामीलाई पनि भान्छ नि त आफूलाई एक्लै भएपछि। त्यही भएर चाहिँ अहिले मासु बनाउनु लाग्यो। भोलि चाहिँ अब फेरि बिहान नत्र भने दिनकै बस्न सकिन्न कि, कहिले हप्तामा 2-3 पटक त खानै पर्छ। अनि नखाए त अनि बिहान पकाउँदाखेरि पनि झ्याउ हुन्छ। अनि त्यो अहिले चाहिँ पकाउनु लाग्छौँ, पकाउनु लाग्छु। हाम्रो रुमको हालत यस्तो छ फेरि, यस्तो छ यस्तो भद्र बोल्छ। एक्लै जिन्दगी कहाँ चल्न सक्छ त गाइस, गाह्रो छ नि त मेरो पनि जिन्दगी यस्तै छ डामाडोल। अनि अब चाहिँ खाना पाक्नु लाग्यो त त्यो के भयो। अनि अब धेरै घुम्न पाइन्न, त्यही भएर शान्तिले कोठामा बसेको यताउता गरेको हाल्छु, त्यस्तै हो। खासै त उसलाई त होइन, अब त्यही पनि रहर लागेर त्यत्तिकै बनाऊँ भनेर हालेको। अनि यता भात छ, यता चाहिँ मासु छ आज। फेरि भोलि साँझ फेरि अब अरू पकाउनुपर्छ। भोलि साँझ फेरि दाल भात पकाउनुपर्छ। अनि त्यही हो, यस्तै छ जिन्दगी साथीहरू। अब चाहिँ आजलाई चाहिँ यति नै, अब बाँकी चाहिँ भोलितिर। अब भोलि पनि जानु त कहीँ पाइँदैन क्या। अब क्लास जाने आउने हुन्छ, क्लास जाँदा आउँदा भिडियो बनाउने मिल्दैन, झ्याउ लाग्छ। बिहानै हुन्छ, बिहान 5-6 बजीतिर हुन्छ। त्यही भएर चाहिँ बिहान बनाउँदैन। अहिले चाहिँ अब छुट्टी हुने टाइम भने यतिखेर मात्रै हो कि। मेरो त यस्तै छ जिन्दगी, कोठा यस्तै छ, सबै यस्तै छ हालत। कोठा पनि भद्रगोल छन्। शनिबार मात्र मिलाउनु पर्ने। अनि दिनभरि बिजी भनौँ कि जस्तो, न बिजी जस्तो न के जस्तो छ कि जिन्दगी मेरो चाहिँ। केटाकेटी त सबै अब ठिकै हुनुहुन्छ होला। अनि अब मासु चाहिँ एक पाउ ल्याएपछि अब धानिहाल्छ आफूलाई चाहिँ। अनि एक्लै त भयो, अब एक्लै भएपछि त कति खाइन्छ र नै। अनि त्यस्तै छ। अब यस्तै हो कन्टेन्ट यस्तै हो हाम्रो चाहिँ। हामी चाहिँ त्यति रमाइलोको लागि भनौँ। आजलाई चाहिँ यति नै, बाँकी चाहिँ अब अर्को भिडियो नेक्स्ट भिडियोमा भेट्नेछौँ भन्दै आजलाई चाहिँ यति नै साथीहरू। बाइ बाइ, गुड नाइट।